एक वर्षमा 138 अर्ब 48 करोड रुपैयाँ हो। तपाईँले ठिक सुन्नुभयो, यो कुनै काल्पनिक नम्बर होइन। नेपाल राष्ट्र बैङ्कको आर्थिक रिपोर्ट अनुसार गत वर्ष मात्रै नेपाली विद्यार्थीले स्टडी अब्रोडको नाममा यति धेरै पैसा देशबाट बाहिर पठाए। तर के यो पैसा साँच्चै पढाइ र उज्जवल भविष्यमा खर्च भइरहेको छ, कि यसको ठुलो हिस्सा कन्सल्टेन्सीका एजेन्टहरूको खल्तीमा गइरहेछ? भर्खरै 2026को मे 15मा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँका 95वटा कन्सल्टेन्सीमा एकैसाथ ठुलो छापा मार्यो, जसमा 69 जना कन्सल्टेन्सीका सञ्चालकहरू हतकडीसहित समातिए। उनीहरूले नक्कली सरकारी छाप र बैङ्क डकुमेन्ट बनाएर सोझा विद्यार्थीलाई करोडौँ ठगेका थिए। शुक्रबार 95वटा कन्सल्टेन्सीमा कारबाही गरेका हौँ र त्यहाँ सम्बन्धित प्रमाण लाग्न सक्ने हामीले डिभाइसहरू, ल्यापटप, कम्प्युटरहरू पनि ल्याएको छौँ। त्यहाँबाट डकुमेन्टहरू पनि ल्याएको छौँ। आउनुहोस् आज कन्सल्टेन्सीको त्यो भित्री खेलको कुरा गरौँ, जुन उनीहरूले तपाईँलाई कहिल्यै भन्दैनन्। सबैभन्दा पहिले कन्सल्टेन्सीहरू समाजसेवा गर्न बसेका होइनन्। उनीहरू स्टुडेन्टको सपना बेच्ने एउटा ठुलो कमिसन मेसिन हुन्। जब तपाईँ कन्सल्टेन्सीमा छिर्नुहुन्छ, उनीहरूले तपाईँको प्रोफाइल अनुसार भन्दा पनि आफूलाई फाइदा हुने कलेज वा देश मात्र सिफारिस गर्छन्, किनभने कन्सल्टेन्सीले सिधै 15देखि 20% एजेन्ट कमिसन पाउँछ। यसको सबैभन्दा ठुलो र डरलाग्दो उदाहरण हो युएईको नक्कली कलेज स्क्याम। कन्सल्टेन्सीहरूले युरोपियन युनिभर्सिटीको एफिलिएसन छ भन्दै नेपालका सोझा विद्यार्थीसँग प्रति व्यक्ति 8देखि 22 लाख रुपैयाँसम्म असुले। तर युएई पुगेपछि विद्यार्थीहरूले थाहा पाए त्यो त कुनै कलेज नै होइन, एउटा सानो 3देखि 4 कोठाको भाडाको फ्ल्याटमा चलिरहेको ट्रेनिङ इन्स्टिट्युट मात्रै रहेछ। यो घटना बाहिरिए पछाडि बेस्ट पाथ एजुकेसन, ग्लोबल एजुकेसन र कान्तिपुर अब्रोड कन्सल्टेन्ट जस्ता कन्सल्टेन्सीका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ। पहिलो भ्रम, कन्सल्टेन्सीले भन्छ पुग्ने बित्तिकै काम पाइन्छ। तर रियालिटीमा झन्डै 47% भन्दा बढी नेपाली विद्यार्थीले सुरुका 3 महिनासम्म एउटा क्लिनिङ वा डिसवासिङको काम पाउन पनि कडा स्ट्रगल गर्नुपर्छ। दोस्रो भ्रम, कन्सल्टेन्सीले भन्छ हप्तामा 20 घन्टा काम गरे सब पुग्छ, रेन्ट, खाना, फी, नेपाल पठाउन। तर त्यो कामको कमाइले त्यहाँको महँगो कोठा भाडा र खाना खर्च मात्रै दान्छ। कलेजको लाखौँ रुपैयाँ फी बुझाउन पुग्दैन। यदि फी तिर्नकै लागि नियम विपरीत ओभरटाइम काम गरियो भने भिजा क्यान्सिल हुन्छ। तेस्रो भ्रम, कन्सल्टेन्सीले भन्छ सब प्रोसेस सजिलो छ, भिजा लाग्न मात्र गाह्रो काम भएर त हामी फी लिन्छौँ। तर रियालिटीमा प्रोसेस निकै गाह्रो छ। पहिला सस्टेन गर्न अनि नयाँ ठाउँमा बानी पर्न। कन्सल्टेन्सीले स्टुडेन्ट पठाएर कमिसनको मात्र मतलब गर्छ। त्यहाँ गएर स्टुडेन्ट सस्टेन होला नहोला त्यो टाउको दुखाइ भएन, त्यो त स्टुडेन्टकै जिम्मा हो। नेपालको शिक्षा मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने वर्षमा 1,15,000 भन्दा बढी युवाले देश छोडिरहेका छन्। यो केवल ब्रेन ड्रेन मात्र होइन, नेपाललाई खोक्रो बनाउने क्यापिटल ड्रेन पनि हो। नेपालका कलेजहरू खाली हुँदै गइरहेका छन्, तर कन्सल्टेन्सीका सञ्चालकहरू थप धनी बन्दै गइरहेका छन्। I've been to few colleges recently. खाली छ कलेजहरू बीबीए भन्न सकेको छैन। म भन्दिनँ कि तपाईँ विदेश जाँदै नजानुहोस्। विदेशमा राम्रो अवसर र नयाँ कुरा सिक्न पाइन्छ, तर स्मार्ट बन्नुहोस्। यो सेल्सम्यानहरूको फन्दामा पर्नु अघि आफै रिसर्च गर्नुहोस्। जुन कलेज जान लाग्नु भएको त्यसको ब्याङ्किङ, फी र त्यहाँको जब मार्केट आफै चेक गर्नुहोस्। नेपाल सरकारको मन्त्रालयमा दर्ता भएका र नवीकरण भएका कन्सल्टेन्सीहरू मात्रै वैधानिक हुन्, बाँकी त बिना नवीकरण चलेका ठगी धन्दा हुन्। भिडियोलाई धेरैभन्दा धेरै सेयर गरेर आफ्नो साथीहरूलाई ठगिनबाट बचाउनुहोस् र यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। थ्याङ्क यू।